हाम्रो पुरानो घरमा जाँदैछु है साथीहरू। हाम्रो पहिलेको घर चाहिँ यता हो। यो चाहिँ हाम्रो खाना पकाउने सानो घर हो। यहाँ चाहिँ बल्ल बानिरहेको छौँ भने यता चाहिँ खाना पकाइरहेको हो क्या हामीतिर चाहिँ। पहिले अहिले त होइन फेरि। पहिलेको चाहिँ हामी बस्ने ठुलो घर। यहाँ चाहिँ हामीले यस्तो बनाएको थियो तर पहिले चाहिँ यो चाहिँ हाम्रो पुरानो घर पर्यो। यो चाहिँ है यो चाहिँ हाम्रो चाहिँ हेर्नु यहाँ हाम्रो कति धेरै इमिलाहरू अनि केराको बोटहरू केराहरू कति धेरै छन् क्या यता धेरै है। यो चाहिँ हाम्रो टोयलेट थियो क्या गाइस फेरि। अब पहिलेको त अनि अब पहिलेको जमानामा यस्तै त अनि सबै बाहिर बाहिर है। घरमा चाहिँ मम्मी बुवा मात्र। हेर्नु हाम्रो कति धेरै उखुहरू छ। ओ माई गड। अहिलेको बस्ने घर चाहिँ यता तल बनाएको कि साथीहरू। यो सबै हाम्रो चाहिँ कति धेरै है। अनि यता चाहिँ हाम्रो ओहो हाम्रो सङ्गीता दिदी होइसिन्छ। यहाँ चाहिँ हाम्रो बाख्राजी होइसिन्छ। हाम्रो घरमा भएको बाख्रा बल्ल भैँसी जे भने पनि यही नै हो अहिले चाहिँ है। हाम्रो चाहिँ यो पहिलेको घर चाहिँ यो के अरे भूकम्प आएको बेला यसरी के अरे भत्किएको थियो के। मासुको जिब्रो कतिखेर लटपटिहाल्छ है के गर्नु। हाम्रो चिचिनन कति राम्रो फलेको राम। तर यहाँ तलको भन्दा त सबै यहीँ छ तर अलिकति घरमा तर अलिकति बस्न नमिल्ने भएको हो के भन्न चाहिँ। अब तल चाहिँ बस्ने आजभोलि त खाना पकाउने खाने हो। अब यतातिर चाहिँ के भएको यतातिर चाहिँ अब खसी बाख्राहरू भयो भने यसो भित्र बान्ने त्यो मात्र हो। अब यो सबै अब खाने बस्ने आजभोलि त तलतिर नै हो साथीहरू। तर हाम्रो गाउँ चाहिँ यति राम्रो छ हेर्नु के भन्नु कस्तो राम्रो छ हेर्नुहोस्। तिमी नकराउ न माया भोलि त तिमी आइहाल्यो फेरि। बोका भनेको यस्तो हुनुपर्छ गाइस। बोका बाख्रीलाई देख्ने बित्तिकै याएर यो गर्ने मात्र।